In remote corners of Nepal, evenings once meant silence, darkness, and waiting. Remote communities faced isolation, hardship, and limited opportunity. माइक्रो हाइड्रो सञ्चालन हुनुभन्दा अगाडि सबै समुदाय अन्धकारभित्र बस्नुपर्ने अवस्था थियो र त्यति बेलाको अवस्थामा सबै प्रत्येक घरधुरीहरू टुकी बत्ती बाल्थे। शिक्षाको क्षेत्रमा घरायसी कामकाजको कुराहरूमा जस्तो उज्यालो नपाउनुमा धेरै ठुलो चुनौती थियो। When the national grid could not reach them, they started building their own power. But how did it all start 15 years ago? अहिले जुन हामीले सिन्धुली ढुङ्गा जलविद्युत आयोजनाबाट उत्पादन गर्दै गर्दाखेरि त्यति बेला रोडको एक्सेसहरू थिएन। लगभग यहाँबाट 35-40 किलोमिटरको दूरीबाट बिजुलीको पोलहरू ल्याउनु पर्ने, ट्रान्सफर्मरहरू सबै मान्छेले बोकेर ल्याउनु पर्ने एउटा चुनौती थियो निर्माणको क्रममा चाहिँ। त्यो भन्दा बाहेक चाहिँ आर्थिकको पाटो पनि ठुलो चुनौती थियो। 50% वैकल्पिक ऊर्जाले, 30% GIZ ले र 20% स्थानीय तहले अथवा स्थानीय उपभोक्ता भित्रबाट उठाउने लगभग 4-5 वर्षको अन्तरालमा हामीले यो माइक्रो हाइड्रो सञ्चालन गर्न हामी सफल भयौँ। When the private sector didn't have confidence to invest in remote locations and the local communities lacked the financial capital to build infrastructures to generate energy, off-grid interventions engaged the private sector to manage the funds and provided loans to the communities. माइक्रो हाइड्रो डेफ फन्डलाई हामीले सरल भाषामा बुझ्दाखेरि नेपाल सरकारले नवीकरणीय ऊर्जा अनुदान नीति अनुसार लघु तथा सानो जलविद्युत आयोजनामा अनुदान प्रवाह गर्छ। त्यो अनुदानले त्यो आयोजनाको लागतको जेनरली 50 देखि 60% कभर गर्छ। त्यो बाहेकको पैसा स्थानीय समुदायले आफैले जुटाउनुपर्छ। त्यो जुटाउने क्रममा समुदायलाई लघु तथा सानो जलविद्युत बनाउनको लागि सरल रूपमा कर्जा उपलब्ध गराउने, त्यो पनि अलि सस्तो ब्याज दरमा मुख्य उद्देश्य चाहिँ नि थियो। The Micro Hydro Debt Fund, MHDF, made getting affordable loans for construction, upgrades, and repairs of microhydro plants a possibility. जुन क्षेत्रमा जोखिम हुन्छ बैंकहरूले त्यस्तो कुराहरूलाई चाहिँ लगानी गरिरहेको हुँदैन। तर त्यो 15-20% को ग्यापलाई मात्रै हामीले चाहिँ फाइनेन्सिङ गर्नुपर्ने सिचुएसनमा चाहिँ त्यो माइक्रो हाइड्रो डेट फन्डले चाहिँ बैंकसँग रिस्क शेयर गर्यो हैन। ल डुब्यो भने म आधा चाहिँ कभर गरिदिनको लागि म परियोजना चाहिँ तयार छ भनेर त्यो फन्डहरू उहाँहरूले अभाइलेबल गरिदिनु भयो, जसले चाहिँ हाम्रो बैंकहरूलाई त्यो सेक्टरमा गएर लगानी गर्नको लागि चाहिँ प्रेरित गर्यो। र चाहिँ त्यस्तो धेरै चाहिँ कम्प्लिकेटेड प्रोसेस पनि थिएन। समुदायले चाहिँ कर्जा चाहिन्छ भनिसकेपछि अनि हामी त्यो परियोजनासँग रिलेटेड कागजहरू चाहिँ माग्थ्यौँ। त्यही डकुमेन्टलाई चाहिँ हामीले कन्सिडर गरेर चाहिँ आयोजनाको चाहिँ हामीले एसेसमेन्ट गर्थ्यौँ र लगानी गर्थ्यौँ। Micro hydropower transformed these villages, harnessing local rivers, local knowledge, and local will. Change came. माइक्रो हाइड्रो आइसके पछाडि प्रत्येक विद्यालयमा कम्प्युटरहरू प्रयोग गर्न थाले। स्वास्थ्य चौकीमा आइसकेपछि त्यो पनि हामीले प्रयोग गर्न थाल्यौँ र प्रत्येक घरमा घरैसी प्रयोग गर्ने इलेक्ट्रिक मिलहरू भए, फोन चार्ज गर्ने कुराहरू भए, यी सबै कुराहरूलाई चाहिँ धेरै सहज भयो। To increase the use of electricity, which was previously limited to lighting and small electrical appliances mostly during the evenings, the project promoted the productive multi-use of power to support small and medium enterprises. To ensure long-term sustainability of micro hydropower projects, several strategies were explored, including water lifting for irrigation to improve the plant load factor as well as grid interconnection. With NDEV's support and technical know-how for interconnection with manuals and training to the operators and managers, in some villages, the journey didn't stop at microhydro. They interconnected to the national grid. This means sustainability, power sharing, and even trading energy. यो अपरेटरहरूलाई अपग्रेड गर्नको लागि GIZ ले सञ्चालन गरेको कार्यक्रम हो। ग्रिड कनेक्सनमा गयो भने हामीलाई आवश्यकता पर्दा केन्द्रीय लाइनको, अनि हामीलाई बढी भएको बेला हामी फेरि केन्द्रीय लाइनमा बेचे बापत पैसा आउँछ। दोहोरो भूमिका छ यसमा, डबल फाइदा छ। हामी दिगोपना अब बत्ती बिग्रिने स्थितिमा भइसक्यो, पुरानो मेसिनहरू पुरानो भइसकेको थिए, अब यसलाई नयाँ बनाइयो। अब फेरि लामो समयसम्म बत्ती बाल्न पाइने भयो। अर्को भनेको योबाट अलिकति भए पनि आएको पैसा उद्यमको रूपमा वातावरण मिलाउँ भन्ने हामीले त्यस्तो सोचिराखेका छौँ। 59,545 people now have access to electricity, which means improved digital access, education, health, safety, and opportunities. This is more than electricity. This is transformation. आजको दिनसम्म केन्द्रीय ग्रिड नपुगेको र माइग्रो हाइड्रो एबिसीले काम नगरेको ठाउँहरूलाई सेग्रिगेट गरेका छौँ। त्यो ठाउँहरूमा काम गर्नको लागि
जस्तो यो ठाउँमा चाहिँ एनर्जी ग्याप छ, त्यहाँ आज पनि लाइन पुगेको छैन, त्यहाँ स्टडी गरेर यति खर्च लाग्छ, यसको लागि चाहिँ यसरी जाँदाखेरि चाहिँ सहज हुन्छ भन्ने हिसाबले त्यसको बजेट डेफिसिटको लागि चाहिँ जस्तो प्लान बनाउनको लागि पनि अब एनडिएफले सहयोग गरिरहेको छ। 1200 किलोवाट जति एनर्जी उत्पादन गर्न एनडिएफले सहयोग गरिरहेको छ। 1200 किलोवाट उत्पादन हुँदै गर्दाखेरि 12,000 घरधुरीले बत्ती बालेका छन्। 50वटा जति त्यहाँ चाहिँ आफ्नो एन्टरप्रेनर इस्टाब्लिस गरेका छन्। यी चिजहरू जसरी हाम्रो नेपालको यति रिमोट एरियाहरूमा हामीले काम गर्न सक्यौँ भने त्यो चाहिँ अब यही सिकाइलाई जस्तो बिचको फन्ड ग्यापहरूलाई चाहिँ ब्रिजिङ गर्न एनडिएफले जस्तो सहयोग गरेर हामीलाई चाहिँ त्यो प्रोजेक्टहरू चाहिँ फाइनेन्सिङ अथवा फाइनेन्सियल क्लोजर गर्न सहजता गरिदियो। त्यही तरिकाले अरू कन्ट्रीहरूलाई पनि यो चाहिँ एउटा लेसन लर्निङ हुनसक्छ। Energizing lives, energizing opportunities, energizing change.